अध्यक्ष हाम्रा चेयरम्यानज्यू ध्रुवज्यू अनि हाम्रा महामणिज्यू महेश दाहालज्यू अनि आइसिसी मेम्बर जिएम गिवालीज्यू र शर्मिलाज्यू अनि हाम्रो च्याम्बरको अध्यक्षज्यू सर्वप्रथम हाम्रो जिक्ल्यान्डले चाहिँ यो सानो रिहेबिलिटेसन एन्ड रिलिफ फन्ड चाहिँ हामीले एउटा इनिसिएट गरेका थियौँ र यसमा हाम्रो हरेक साथीहरूले हरेक साइडको साथीहरूले यति चाहिँ लाइक एकदम एक्टिभली रोल खेलिदिनु भयो है। हामी एकदम खुसी छौँ, एकदम सावर छौँ। कम्पनीले मात्रै गर्न सक्ने कुरा होइन यो। साथीभाइहरूले आफ्नो 1 दिनको तलब 2 दिनको तलब 3 दिनको तलब गरेर हामीले चाहिँ यो दुःख गरेर चाहिँ सङ्कलन गरेको रकम हो। यो ठाउँमा जानेछ भने हामीलाई एकदम विश्वास छ। हाम्रो देश रोइरहेछ, हाम्रो दाजुभाइ दिदीबहिनीहरू छोराछोरी नाता नातिनी सबै हाम्रो जे जति छ हाम्रो नेपाली महानुभावहरू रोइरहनु भएको छ। त्यहाँ चाहिँ यो फन्ड गएर चाहिँ 2-4 पैसा भने पनि सहयोग पुग्छ भन्ने एउटा सानो एउटा धेरै ठुलो फन्ड होइन। अहिले अब हाम्रो महामणिज्यूले भनिसक्नुभयो ठुलो रकम छ, देशमा आइरहेको छ, सबैले सहयोग गरिरहेको छ। तर हाम्रो कन्टेक्समा यो 40 लाख हाराहारी होला। तर यो रकमले पनि के हुन्छ भने हाम्रो सानो आशाले गर्दाखेरि चाहिँ हामीले यो इनिसिएट गरेका हो। र यो रकम हामीले एनआरएनले दिँदाखेरि हाम्रो महामणिज्यू दूतलाई गाह्रो पिरो परेमा हामी छाउन चाहन्छौँ। यो चाहिँ हामीले एनआरएनको थ्रुबाट किन गयौँ भन्नेमा पनि अलि लामो नै कथा छ र यसमा चाहिँ हामीलाई विश्वास छ महामणिज्यूले यहाँ यो कुरा चाहिँ बुझिदिनु हुन्छ होला भन्ने हाम्रो विश्वास छ। र नेपालमा एनआरएनले जे गरिरहेको थियो त्यसमा डाइरेक्टली एकदम तत्काल राहत पुग्छ भन्ने हाम्रो विश्वास लागेको कारणले गर्दाखेरि हाम्रो सबै साथीभाइहरूको हाम्रो साइडको हाम्रो सबै सुपरभाइजरहरू साथीभाइहरूसँग बसेर सल्लाह गरेर सबै उहाँहरूको मिलोमतोमा हामीले चाहिँ यो निर्णय गरेका हो। हामीले प्रधानमन्त्री राहत कोषमा हाल्ने कुरा पनि गरेका थियौँ, तर अलिक ढिलो हुने कारणले गर्दाखेरि हामीले चाहिँ यो निर्णय लियौँ। र यो रकमको लागि फेरि एक्चुअली भन्नै पर्छ, मैले हामी समस्त हामीसँग अब कम्पनीको सानो परिचय दिनु पर्दाखेरि एक्चुअली हामी हिमालयन इन्जिनियरिङ कम्पनी र जिक्लास लिमिटेड हौँ। हामी 2010 मा अक्टोबर 2010 मा चाहिँ इस्टाब्लिस भएको एउटा कन्स्ट्रक्सन कम्पनी हो। हामीले लेबर सप्लाई प्लस बेसिकली हामीले सब कन्ट्र्याक्टिङ काम गर्छौँ, स्काफोल्डिङ र वाटर प्रुफिङको। र त्यसमा चाहिँ यो काम हामीले 4 वर्षको अन्तरालमा हामीले जुन अहिलेसम्म एउटा गुडविल कमाइरहेका छौँ, पैसा कासी कमाएर हामीले दिएको होइन, गुडविल कमाएको छौँ। अहिले त्यो गुडविललाई चाहिँ हामीले अझ स्ट्रङ बनाउनको लागि चाहिँ यो सानो राहत चाहिँ सङ्कलन गरेका हो। र यसमा हाम्रो 300 जना प्लस जुन साथीहरू हुनुहुन्छ हरेक साइडबाट हरेक साथीहरूले चाहिँ सहयोग गर्नुभएको रकम हामी 3 जना गिरिराज म्यानेजिङ डाइरेक्टर बलप्रसाद गुरुङ र म स्वयं हामी 3 जनाले सबैजना हाम्रो 300 जना प्लस साथीहरूलाई चाहिँ एकदमै धन्यवाद दिनुपर्छ। उहाँहरूको जुन सहयोग छ, उहाँहरूको जुन सपोर्ट छ, त्यो सपोर्टले गर्दाखेरि आज हामीले हाम्रो देशलाई सानो भने पनि राहत दिन सक्यौँ। यसमा हामी एकदम गौरव गर्छौँ र खुसी त हुन सक्दैन तर गौरव गर्छौँ। र यो एक्चुअली भएसम्म एनआरएनलाई हाम्रो अध्यक्षसँग कन्भर्सेसन नि भएको थियो फोनमा मेरो। हामीले चाहिँ चाहेको यो फन्ड चाहिँ गाउँ नेपालमा चाहिँ 2टा गाउँलाई हामीले रोजेका थियौँ। त्यो 2टा गाउँमा चाहिँ हामीले हाम्रै एउटा साथी हाम्रो एकजना साथीको उसको गाउँ चाहिँ पूर्ण ध्वस्त भएको छ, त्यो गाउँमा बस्न लागेको छैन। हामीले चाहिँ त्यो गाउँलाई चाहिँ डाइरेक्टली चाहिँ यो फन्ड जाओस् भन्ने हाम्रो चाहिँ उद्देश्य थियो। त्यही कुरा मैले हाम्रो महामणिज्यूसँग कुरा गरेका थिएँ फोनमा, तर यो अलि सम्भव नहुने देखिएपछि हामीले यो फन्ड चाहिँ चेन्ज गरेका हो। र तर पनि अझै पनि म हाम्रो अध्यक्षज्यू एनआरएनको अध्यक्षज्यूलाई चाहिँ अनि हाम्रो आइसिसीको मेम्बरज्यूहरूलाई हुन्छ भने इनिसिएट गरिदिनुहोस्, हाम्रो फन्ड चाहिँ हाम्रै साथीभाइहरूको गाउँमा जाओस्, 2-4वटा घरै भन्यो भने बनोस्, उहाँहरूको चाहिँ एउटा राहत मिलोस् भन्ने हाम्रो चाहिँ एउटा चाहना छ। त्यसै गरी अर्को कुरा अब बापतलाई हामीले गऱ्यौँ, धेरै ठुलो त गर्न सकेनौँ होइन, तर हामीले सक्ने गर्ने हो। हाम्रो फुर्सदमा सबैजना साथीभाइहरू 6-7 दिन काम गर्नुहुन्छ, बिजी हुनुहुन्छ। हामीले थोरै भए पनि राहत सङ्कलन गऱ्यौँ। अब 500 केजी जति हामीसँग चाहिँ सामान सङ्कलन छ। अब त्यसलाई चाहिँ हामीले कसरी नेपाल पुर्याउने भन्ने चाहिँ हामीलाई अलिक गाह्रो परिरहेको छ। त्यसमा चाहिँ अब हामीसँग जे जति उठाएको थियो रकम
त्यसमा हामीले अलिकति राखेका छौँ ब्यालेन्स। अब त्यो ब्यालेन्सले पुग्छ कि पुग्दैन थाहा छैन, तर हाम्रो नेपाल एयरलाइन्सले हाम्रो महामन्त्रीज्यूले चाहिँ के इनिसिएट गरिदिनु भयो भने त्यो अलिकति सामान्य भए पनि त्यो फाटेको कभर लगाएर बसेको हाम्रो नेपाली दाजुभाइको शरीरमा चाहिँ यो 2-4वटा कपडा नराम्रो छैन, राम्रो छ, केलाको छौँ, यो लाउन मिल्ने कपडा हो, राम्रोसँग धोएको छ, फरक पर्दैन। यो चाहिँ नेपालमा चाहिँ हामीले चाहिँ पुऱ्याउन पायौँ भने केही राहत मिल्छ भन्ने चाहिँ एकदम आशा गरेका छौँ। त्यसै गरी अर्को यो जुन हामीले दियौँ हाम्रो साथी साकेर अमरज्यूलाई, उहाँ एकदमै पीडित हुनुहुन्छ। उहाँ त्यस्तो देशमा आफ्नो घरमा त्यस्तो विडम्बना पर्दाखेरि पनि ऊ रियली डिभास्टेटेड छ, तर पनि उहाँ नेपाल जान सक्नु भएन। उहाँको एउटा कमिटमेन्ट भयो, म नेपाल गएर खर्च गर्नुभन्दा बरु म 2-4 पैसा कमाएर पठाउँछु, त्यसले मेरो घर बन्छ, म नेपाल गएर त्यति केही हुनेवाला छैन। उहाँको जुन कमिटमेन्ट थियो हामीलाई एकदम सराहनीय लाग्यो। उहाँ जस्तो हुन त यहाँ हाम्रो साथीभाइहरू हामी सबै नेपालीहरूको सबैको एउटा केही न केही भत्किएको छ नेपालमा, मनै भुनि नि गएको छ, घरमा भत्के पनि हाम्रो मन गएको छ, सबैजनालाई असर परेको छ। तर उहाँको जुन कमिटमेन्ट थियो हामीलाई सराहनीय लाग्यो। त्यसले गर्दाखेरि हामी सबै साथीभाइको सल्लाहमा 15,000 हामीले चाहिँ हाम्रो फन्डबाट काटेर उहाँलाई चाहिँ दिने कमिट गर्ने चाहिँ हामीले यो निर्णय पनि लियौँ। र आजको यो कार्यक्रम साह्रै सराहनीय छ। हाम्रो एनआरएन हङकङलाई चाहिँ एकदम धन्यवाद छ। तपाईँले यो स्पेसली हाम्रो दिलीप दाई हाम्रो सल्लाहकार हुनुहुन्छ एनआरएन हङकङको, उहाँले जुन कोअर्डिनेट गरिदिनु भयो एकदम सराहनीय छ। हामी एकदम धन्यवाद दिन्छौँ। र आजको यो म्यासेजले हामीले 2-4 पैसा दिएर योभन्दा बढी पैसा हाम्रै हङकङमा, हामी त सानो कम्पनी हो, 2010 मा इस्टाब्लिस भएको कम्पनी हो, तर यहाँ 10-15 वर्ष इस्टाब्लिस भएर ठुलो चाहिँ बिजनेस गरेर बसिरहनु भएको साथीभाइहरू छ। उहाँहरूले सानो म्यासेज जाओस्, योभन्दा ठुलो कमिट गरोस्, केही गरोस् हाम्रो देशको लागि। हाम्रो महामन्त्री ज्यूले भनिसक्नु भएको छ, यो केही पनि छैन, गर्नुपर्ने धेरै छ, धेरै गर्नु बाँकी छ अझ नै। त्यसले गर्दाखेरि अझ धेरै पैसा रकम जम्मा होस्, देशको लागि के होस्। यो मेरो लागि चाहिँ एउटा बिनाउन अनुरोध छ सबैजनालाई। त्यति भन्दै सबैजनालाई आज उपस्थित भइदिनु भयो, सबैजनालाई हार्दिक धन्यवाद दिँदै म आफ्नो म गिरिराज गुरुङ अनि म जिग्लास लिमिटेडको म्यानेजिङ डाइरेक्टर। अहिले आज हामीले चाहिँ यो भूकम्प पीडितलाई चाहिँ जुन चाहिँ राहतको लागि जुन दिएको रकम हो, त्यो चाहिँ 3 लाख हङकङ डलर चाहिँ हामीले चाहिँ एनआरएनलाई चाहिँ हस्तान्तरण गऱ्यौँ। अनि साथै 15,000 हङकङ डलर चाहिँ हाम्रै जिग्ल्यान्डमा कार्यरत एकजना अमर सार्कीय धादिङको हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले चाहिँ उहाँको घर अनि साथै उहाँको फ्यामिलीले पनि यो भूकम्पमा पाउनुभएको थियो र हामीले उहाँलाई नि सहयोग गऱ्यौँ। र साथै अनि बारपाक समाजलाई हामीले त्यही भन्नाले कपडाहरू अनि त्यस्तै वस्तुहरू चाहिँ हामीले 500 केजीको सामानहरू चाहिँ हामीलाई उहाँलाई उपलब्ध त्यो गाउँलाई उपलब्ध हुन्छ। अब प्रायः जसो सुरुमा स्किम ल्याएको हामी 3 जनाले कस्तो स्किम ल्यायो भने अब हामीले सबैले एउटा नेपालको लागि एक दिन चाहिँ फ्री काम गरिदिने सोच चाहिँ मेरो खास चाहिँ। अब त्यो सोच चाहिँ मैले सबै केटाहरूमा, अब सबै मेरो साथीहरू जिग्ल्यासमा काम गरिरहेको सुपरभाइजरहरूलाई राख्दाखेरि उहाँहरूले चाहिँ त्यो कुरा चाहिँ एकदम इन्ट्रेस्ट गर्नुभयो कि हामी किन नगर्ने, हामी भात नखाने केही पनि नखाने, एक दिन चाहिँ खाली पेट नेपालको लागि काम गर्ने, त्यो हाम्रो चाहिँ खास त्यो रुल त्यो आइडिया चाहिँ मेरो आएको। अनि मैले चाहिँ त्यो प्रस्ताव राख्दाखेरि चाहिँ साथीहरू सबै मन्जुर हुनुभयो। त्योबाट चाहिँ साथीहरूले अहिले 300 जनाभन्दा बढी साथीहरू हुनुहुन्थ्यो, सबैले चाहिँ आफ्नो एक दिनको चाहिँ स्यालेरी सबैले चाहिँ कन्ट्रिब्युट गर्नुभयो। साथै हामीले कम्पनीको तर्फबाट कन्ट्रिब्युट गऱ्यौँ। अनि त्यो रकम चाहिँ समथिङ 3,20,000 भन्दा माथि उठिरहेको थियो। अनि त्यसमा चाहिँ हामीले 3 लाख डलर चाहिँ एनआरएनलाई बुझाउन सफल भयौँ। त्यसो त खुसी लागेको छ है। हजुर,